आज फेरि यस ब्लगमा हेर्दामा यहाँहरूलाई सुन्दर धेरै धेरै स्वागत। अति नै मनोहर सहर जस्तो देखिने यो कोराला नाकाको बर्डर हो। यो हाम्रो अप्पर मुस्ताङमा रहेको छ यो चाहिँ। र हामी यो घुमेर अनि हामी फर्किने क्रममा यो अति नै सुन्दर दृश्य बाटोबाट हामी देख्दैछौँ। जो हिमालहरू हिउँ परेको यो चिसो मौसम अति नै आनन्द मनलाई शान्त दिने सृष्टिको वर्णन गरेर थाक्नै नसक्ने यति धेरै सुन्दर चाहिँ सृष्टि गर्नुभएको छ परमेश्वरले। र हामी आउँदै गर्दा बाटोमा देखिएको यी याकहरू अति नै भला पाराले शानदार हिसाबले चाहिँ कोही बसिरहेछन् भने कोही हामीलाई हेरिरहेको छ। अति नै सुन्दर दृश्य यो पनि यात्राको क्रममा याकहरूलाई हामी उनीहरूलाई हेर्दै थियौँ, फोटो खिच्दै थियौँ र यात्रामा रहेका टुरिस्टहरू रमाउँदै थियो भने उनीहरू हामीलाई हेरेर दङ्ग परिरहेको अवस्था थियो। एकदमै सुन्दर देखिएको छ यहाँको मनोहर दृश्य अवलोकन गर्न पाएका छौँ। र हामी त्यस सँगसँगै हामी यो जुन पानतला ओडारमा चाहिँ हामी जानको लागि चाहिँ यहाँ टिकट काट्नु परिरहेको छ। अनि हामी यहाँ टिकट काटेर त्यो भित्तामा देखिएको रातो रातो घर चाहिँ पानतला गुफा रहेछ। अनि त्यो गुफा चाहिँ एउटा इतिहास रचिएको गुफा रहेछ। हामी यस ठाउँमा आइपुगेको छौँ। पानतला यो चाहिँ गुफा बाहिरबाट म तपाईँलाई देखाउँदैछु। हामी पार्किङमा छौँ। यो चाहिँ पार्किङ हो भने गुफा र अति नै सुन्दर दृश्य तपाईँहरू देखिराख्नु भएको छ। र हामी यहाँका विषयमा यहाँका स्थानीय 3-4 माथि बिल्डिङ छ अरे भन्छ दाजु 3-4वटा तला छ अरे भन्ने। उहाँसँग केही कुराहरू बुझ्नेछौँ यस ओडारको विषयमा। दाजु ओ दाजु यहाँ चाहिँ को बस्थ्यो पहिला? खम्बा छैन, बाटो भागेर आएर खम्बालाई बनाएर लुकेर बसेको। यो ठाउँमा ए खम्बा भने चाहिँ को? खम्बा पनि छैन, बाटो भागेर आएर केएर पोखरामा छ नि, काठमाडौँमा छ नि, होटलमा छ नि, एउटा उनीहरू खतरा घर बनाएर बसेको छ नि। तपाईँहरूले सुनिहाल्नुभयो, खम्बा चाहिँ चाइनाबाट भागेर आएर यहाँ बसेको भन्ने कुरो। अनि यहाँबाट एकदम सुन्दर दृश्य बाहिर देख्न सकिन्छ। कस्तो राम्रो आउँदछ। र हामी यो गुफाको अवलोकन गर्नलाई हामी भित्र जाँदैछौँ। यहाँबाट भित्र छिर्दाखेरि नै सुरुमै एउटा काठको भर्याङ हामी देख्न सक्छौँ। यो भर्याङ चढेर नै हामी एक तला माथि चढ्छौँ भने यसको भित्ताहरूमा चाहिँ केही भागहरूमा चाहिँ अलकट्टा लगाएको देखिँदो रहेछ भने यसमा लगभग एउटा तलामा 2-3टा कोठा देखिन सक्छ। एउटा यो भयो, एउटा योभन्दा हाम्रो कोठा पनि छ त्यहाँ। एउटा यहीँ त्यसैको भित्र छ भने एउटा यो साइडमा यहाँ भित्र पनि छ है। र यो चाहिँ यहाँबाट हामीले चाहिँ टेबलहरू राखेको छ। यहाँबाट बाहिर हेर्दा चाहिँ हामीले यस्तो तलामाथि सुन्दर दृश्य, अझै झन् राम्रो दृश्य हामी देख्न सक्छौँ। तलको पार्किङहरू, माथिको अगाडिको भ्यूहरू होइन, डाँडाकाँडाहरू एकदमै राम्रो सुन्दर देख्न पायौँ हामीले। र हामी यदि मनाङ मुस्ताङको यात्रा गर्दै हुनुहुन्छ भने अवश्य पनि तपाईँहरू पनि यस रमाइलो ठाउँमा जानुहोला। हुन्छ, हामी पनि अब हाम्रो गन्तव्यलाई फेरि हामी यहाँबाट प्रस्थान गर्दैछौँ। धेरै साथीहरू गाडी लिएर अगाडि बढिसक्नु भएको छ भने हामी पनि अब निक्लिने हामी पनि तर्खरमा छौँ। र यहाँ आउँदाखेरिको यो रमाइलो दृश्यहरू हेर्दाखेरि चाहिँ मन एकदम आनन्द आउने ठाउँ रहेछ भने एकदमै सुन्दर नीलो आकाश है। हुन्छ यहाँ सबैलाई धेरै धेरै धन्यवाद।